हेलो गाइज वेलकम टु पौडेल ब्लग्स। पौडेल ब्लग्समा तपाईँहरूलाई स्वागत छ होइन। देख्न सक्नुहुन्छ आज चाहिँ हामी यो बाँस काट्दैछौँ होइन। देख्न सक्नुहुन्छ पसिनाको धारा होइन। मेरो एउटा मनको प्रस्ताव हजुरहरू समक्ष एउटा पेस गरौँ न त यो सामाजिक सञ्जालमा मेरो जीवनमा आइपरेका सत्य तथ्य घटनाहरूलाई अब हजुरहरू समक्ष पेस गरौँ न त भन्ने हिसाबको एउटा मेरो मनमा एउटा कुरा उत्पन्न भयो होइन। अब हामी भनेको चाहिँ नेपाली युवा तपाईँहरूलाई थाहा छँदैछ होइन। अब हामी चाहिँ अब आफ्नै देशमा चाहिँ मेरो कन्सेप्ट कस्तो छ भन्दा अरूको भन्दा मेरो कन्सेप्ट चाहिँ अलिकति भिन्न किसिमको छ होइन। मेरो चाहिँ तपाईँको म भनेको 19 वर्षको उमेरमा कतारमा गएर तपाईँको ठाडो घाममा 1 वर्षसम्म काम गरियो होइन। बाहिरी घाममा तातो घाममा अब तपाईँहरूलाई थाहा छँदैछ अब कतारको घाम कस्तो हुन्छ, कसरी गरियो होला काम तपाईँहरूलाई थाहा छँदैछ होइन। त्यस्तो ठाउँमा काम गरेर 2 वर्ष बिताएर 1 वर्ष काम गरियो बाहिर घाममा भने 1 वर्षभित्र पनि गरियो होइन, नगरेको त होइन। विदेशमा गएर त्यो दुःख मैले सम्झिरहेको छु, त्यो दुःख मैले अझै पनि बिर्सिसकेको छैन। तपाईँको यहाँबाट चुहिएको पसिना जुत्तामा गएर जुत्ता भोरिएर मैले यसरी ढल्काएर टप पानी फालेर मैले फेरि जुत्ता लगाएको मैले अझै पनि बिर्सिसकेको छैन क्या। त्यस कारण त्यो दुःखलाई मैले सम्झिएर विदेश कस्तो रहेछ त 18 वर्षको उमेरमा तपाईँको विदेश गएर त्यो सम्पूर्ण दुःखहरू मैले भोगेर आइसकेँ क्या। त्यही भएर मैले अहिले म तपाईँको 30 वर्ष हुनु लाग्यो होइन। 18 वर्षको उमेरमा गएर 20 वर्षमा नेपाल आइयो, त्यस पछाडि म 10 वर्षमा विदेश गएँ। यहीँ आफ्नै ठाउँमा केही गरौँ न त, केही गरौँ, आफ्नै व्यवसाय खोलौँ होइन, केही गरौँ भन्ने धारणा राखेर अगाडि बढिरहेको छु होइन। त्यसको साथसाथै हाम्रो टिम मेम्बरहरूको कुरो अनुसार सामाजिक क्षेत्रलाई पनि अलिकति अगाडि बढाउँ न त होइन। अब सामाजिक क्षेत्रलाई अगाडि बढाइसकेपछि हाम्रो व्यवसायलाई अलिकति केही हाम्रो व्यवसायको केही उत्पादन चिजहरू अलिकति मार्केटिङ गर्न अलिकति हाम्रो सजिलो हुन्छ कि भन्ने हिसाबले सामाजिक क्षेत्रतिर लागौँ। यसो कमेडियन पनि अब हामीभित्र भएको कलालाई अलिकति देखाऊँ न त भन्ने हिसाबले त्यो कमेडीहरू भिडियोहरू पनि हामी बनाइरहेका छौँ होइन। अब हजुरहरूले हेरिराख्नु भएको छ। साथसाथै हाम्रो उद्देश्य भनेको के हो, हाम्रो टिमको उद्देश्य भनेको के हो भन्दाखेरि सकभर आफ्नै देशमा केही गरौँ, आफ्नै देशमा खेर फालौँ आफ्नो पसिना, आफ्नो रगत बगाए पनि आफ्नै देशमा बगाउँ न त। केही गरे किन नहुने, सफलताको शिखरमा पुग्नका लागि सङ्घर्ष त गर्नु पऱ्यो नि त। आफ्नै देशमा केही गरौँ भन्ने हिसाबको एउटा धारणा राख्ने मान्छे हो हामी चाहिँ होइन। 2-4 शब्द हाम्रो टिम मेम्बर अंश भ्लगबाट सुन्नुहोस् है त। धन्यवाद सुशील दाजुलाई। उहाँले भनेको कुरा एकदम सही छ। हामीले च्याउ व्यवसाय, माछा पालन, बाख्रा पालन र कृषि क्षेत्रमा लगाएर आफ्नो योगदान दिएका छौँ र साथसाथै हाम्रो दिनको 1 देखि 2 घन्टा चाहिँ हामीले भिडियोलाई धरि छुट्याएका छौँ। ओहो सामाजिक सञ्जालमा लगाएर हामी आवारा गर्ने बिग्रिने त्यो होइन नि। हामीले त हाम्रो टिमभित्र भएको खुबी, हामीभित्र भएको खुबी, कला, कमेडी, ब्लगर, युट्युब केही आफ्नो दिन सक्ने योगदान के दिन सकिन्छ नि योगदान हजुरहरूलाई। हामीले के योगदान दिन सकिन्छ, मनोरञ्जन कसरी गर्न सकिन्छ, साथसाथै यो क्षेत्रमा पनि केही होला। भोलि नेपालमै बसेर आफ्नै देशमा बसेर केही गरौँला, सकेसम्म विदेश जानु नपरोस्। विदेशमा होला तपाईँको विदेशमा ल मानव 10-15 रुपियाँ बढी कमाइयो तर नेपालमा आफ्नो देशमा जन्मिसकेपछि नेपाली भइसकेपछि नेपालमा काम गर्नुपर्छ। विदेश गए नि 1-2 वर्ष काम गर्ने केही सिक्ने त छुट्टै कुरो हो, तर सधैँभरि विदेश बसेर काम छैन। आफ्नो देशमा जन्मिसकेपछि आफ्नै देशमा केही गर्नुपर्छ। हामी अहिले दिन रात नभनिकन भिडियोमा आफ्नो यो व्यवसाय घरमा खटिएको छ। माछा पालन देख्न सक्नुहुन्छ, भिडियोमा देखिसक्नुभयो होला। अब यस्तो पसिना चुहिएर बाँस काटेर यस्तो घाममा रहर त थिएन होला नि हामीलाई नि। आफ्नो देशमा केही गरेर माछा पालन गरौँ। अब बाढी आउँछ, बाढीको समय माछा लान सक्छ। अब 1-1.5 लाखको माछा छ। यस्तै हो। अब दुश्मनहरू नि हुन्छन् खुट्टा तान्ने, यो स्वाभाविकै हो। अब ठिक छ, अब खुट्टाले तानिराख्छन्, हामी माथि बढिराख्छौँ। हामी सफलताको पछि लाउँछौँ, हामी मेहनतको पछि लाउँछौँ। मेहनत गरेपछि सफलता आफै पाइन्छ। भगवान् श्रीकृष्णले भन्नुहुन्छ तिमी कर्म गर फल आफै पाउँछौ। फलको अहिले तपाईँ आशा गर्ने होइन, फलको आशा गऱ्यो भने कहिले उम्लाइन्न। मेहनत गर्ने हो, सामाजिक क्षेत्र होस्, व्यवसायको होस्, जुनसुकै क्षेत्र होस्, मेहनत गर्नुहोस्। सफलता आफै आउँछ र तपाईँको फल आफै पाउनुहुन्छ तपाईँले मेहनत गरे अनुसार।
अब मेरो 2टा शब्द हेटुङ्गाउन चाहन्छु। फाइनली गाइज हाम्रो बाँस काटिसके पछाडि हाम्रो अलिकति अब 2 बज्यो अहिले होइन, भोक लाउला। भोक लागिसके पछाडि अब हाम्रो खाजा त खानु पऱ्यो। खाजाको लागि हाम्रो उता भोक पाक्दैछ तपाईँको कोदोको रोटी। अब यो चाहिँ हाम्रो अर्ग्यानिक पतना, अर्ग्यानिक सिलाम बनाएर तिल यो भुटेको होइन। यो चाहिँ अर्ग्यानिक लसुन हाम्रो गाउँघरमा उत्पादन भएको आफ्नै बारीको डल्ले खुर्सानीमा पिन्दैछ चटनी है यो चाहिँ। अर्ग्यानिक खानुपर्छ, अर्ग्यानिक खाने स्वास्थ्य बन्ने है, देख्न सक्नुहुन्छ। गाइस हाम्रो अर्ग्यानिक चटनी रेडी भयो, सिलौटोमा पिसेको। हजुरहरूले पनि टेस्ट गर्नु होला, सिलौटोमा पिसेको छुट्टै आउँछ है फेरि टेस्ट। फाइनली गाइस हाम्रो चाहिँ अब खाजा रेडी बन्यो होइन, देख्न सक्नुहुन्छ। कोदोको रोटी प्लस पतनाको चटनी। अब हामीले अब खाना सुरु गर्दैछ, देख्न सक्नुहुन्छ। चट्ट अब खाइन्छ हाम्रो रोटी चाहिँ होइन। रोटी चाहिँ अब हामीले टेस्ट गर्दैछौँ कस्तो भएछ रोटी आज अर्ग्यानिक खाजा। बबाल भयो गाइस, देख्नुहुन्छ। आफ्नो गाउँहरूको खानुपर्छ अर्ग्यानिक। हामीहरूले आफैले लगाएको कोदो हो यो। कोदो लाएर टक्क लाएर ओरिजिनल ढेँडोको रोटी 24 आवर पावर भन्ने छ गाइस। लड्का गाइस अब सुरु गरियो खानलाई। बबाल छ गाइस होइन, चाउमिन मोमो पनि धेरै मिठो गाइस, हेल्दी। 100% हेल्दी। ल फाइनली गाइस अब आज चाहिँ हामी बाँस काटियो, खाइयो। त्यस पछाडि हामी अहिले त्यो बोको हेर्न आएको कि बोको त्यहाँ अब लिएर गएर काट्नुपर्ने छ होइन, एउटा बोको। तपाईँहरू बोको काटेको त अब नेक्स्ट भिडियोमा देखाउँला। अब मेरो च्यानललाई अब सब्सक्राइब, लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् है। धन्यवाद।